मन्दिरमा गएर बाहुनले भन्दा ठुल्ठुलो रातो टिका लाएर है नाकदेखि लिएर निधारसम्म लागेको देख्छु कति दुःख तिमी लाग्छ पनि मलाई, रोएर जाने होइन? भयो जिन्दगी। यसको अर्थ पनि हाम्रो मान्छेले थाहा छैन होइन। रेड भनेको सिम्बल अफ ब्लड भन्छ क्या, त्यो चाहिँ रातो भनेको चाहिँ रगतको सिम्बल हो। अनि त्यो रगत कसको हो भन्दाखेरि हाम्रो पुर्खाहरूको रगत हो, यो त बाहुनको रगत होइन नि त। खासमा रातो भन्ने बित्तिकै यसले एउटा विजयको सङ्केतलाई बुझाउँदछ र त्यो विजय भनेको चाहिँ हिजोका दिनमा चाहिँ दानवहरू, राक्षसहरू, दैत्यहरूलाई चाहिँ पराजय गरेको चाहिँ उत्सवको रूपमा चाहिँ रातो टिका लगाएर मनाउने त्यो उत्सवहरू छन्। जसरी चाहिँ एकदम बडदसैँ होइन। अब यसलाई चाहिँ यी व्यक्तिहरूले कसरी बुझेका छन् भन्दाखेरि यिनीहरूले आफ्नो पुर्खा भनेर चाहिँ महिषासुर, तारकासुर भनौँ, विभिन्न राक्षसहरू भनौँ, हिरण्यकशिपु लगायतका विभिन्न राक्षसहरू, दैत्यहरू, दानवहरू, यिनीहरूले आफ्नो पुर्खा चाहिँ उनीहरूलाई मान्छन् र उनीहरूको चाहिँ हत्या गरिनुलाई चाहिँ यिनीहरूले चाहिँ एउटा ठुलो चाहिँ दुःखको रूपमा चाहिँ बुझेका छन् र यिनीहरूले त्यो समयको दैत्यहरूलाई, दानवहरूलाई मारेको चाहिँ अहिले यो समयमा चाहिँ प्रतिशोध साधिरहेका छन् र बाहुन, क्षेत्री लगायतका समुदायहरू जसले पनि चाहिँ यो रातो टिका लगाइरहेका छन् ती व्यक्तिहरूलाई चाहिँ आफ्नो वर्ग शत्रु ठानिरहेका छन्, आफ्नो शत्रु ठानिरहेका छन्। यी व्यक्तिहरूले चाहिँ यसरी रातो टिका लगाउने बित्तिकै चाहिँ यिनीहरूको चाहिँ मनमा छटपटाहा सुरु हुन्छ। अब यस्ता दिमागी स्तरका व्यक्तिहरूलाई तपाईँहरू के भन्नुहुन्छ? तल कमेन्टमा बताउनु होला है त।